नमस्कार। हामीसँग यहाँ हुनुहुन्छ डाक्टर ज्योति भट्टराई। उहाँ चाहिँ सिनियर एन्डोक्राइनोलोजिस्ट फ्रम मेट्रो हस्पिटल काठमाडौँ होइसिन्छ अनि उहाँ अमेरिकन बोर्ड सर्टिफाइड एन्डोक्राइनोलोजिस्ट पनि होइसिन्छ। उहाँले आफ्नो फेलोसिप इन एन्डोक्राइनोलोजी कम्प्लिट गर्नुभएको थियो अपस्टेट मेडिकल युनिभर्सिटी न्युयोर्कबाट। हामी यहाँ एनएमएसएसको थ्रुबाट एउटा सानो इन्टरभ्यू जस्तो लिन गइरहेको छौँ वर्ल्ड डायबिटिज डेको लागि। सो नमस्कार म्याम। नमस्कार। सो म्याम, आज अब हामी जुन डायबिटिजको बारेमा चर्चा गर्न गइरहेछौँ त्यसमा हामी अब सुरुमा चाहिँ नेपालमा अहिलेको हालको स्थिति मधुमेह रिलेटेड अहिले के छ सम्बन्धमा, यसको स्थिति के छ र हामीले के परिवर्तन ल्याउन सकिन्छ त्यसको बारेमा केही छलफल गर्न गइरहेका छौँ। सो अहिले मधुमेह नेपालमा महामारी जस्तै फैलिरहेको छ है। यो तपाईँले के बताउन सक्नुहुन्छ कि हाल अहिले कति प्रतिशत जति चाहिँ नेपालमा मानिसहरूलाई मधुमेह रहेको छ र 10-20 वर्ष लगतै कति चाहिँ मधुमेहको बिरामीहरू हस्पिटलहरूमा बढिरहेको देख्नुभएको छ हजुरले? मधुमेहको रोगीहरू चाहिँ संसारभरि नै बढिरहेका छन् होइन। 589 मिलियन चाहिँ ग्लोबल भनेको झन्डै 60 करोड चाहिँ ग्लोबल एस्टिमेसन छ भने नेपालको चाहिँ अब सुरुको पहिलाको डेटा आजभन्दा 15-20 वर्ष अगाडिको डेटामा अराउन्ड 3.9% थियो भने अहिले चाहिँ 8.5% लेटेस्ट मेटा एनालिसिस अनुसार चाहिँ। र डिटेलमा पपुलेसन बेस्ड एकदम गुड क्वालिटीको स्टडिजहरू चाहिँ खासै छैन। र डब्लुएचओको स्टेप्स सर्वे गर्दाखेरि चाहिँ 2019 को डेटामा 5.8% भनेको थियो भने पछि त्यही क्वेसनर लिएर एउटा नमुना एट अल भन्ने उनीहरूको पब्लिकेसन अनुसार चाहिँ 8.5% भनिएको छ। र हामीले नै घर घरमा यो रोग देखिरहेको छौँ। यसको चाप चाहिँ सबै हस्पिटलतिर देखिन्छ किनभने मधुमेह रोग भनेपछि तपाईँको टाउकोदेखि खुट्टासम्म असर गर्न सक्छ र गर्भावस्थाको मधुमेह हुनसक्छ, सानो बच्चाहरूलाई मधुमेह हुन्छ, अनि त्यसपछि बुढाहरूलाई, एल्डरली मान्छेलाई। अर्को सबभन्दा गाह्रो चाहिँ डिफिकल्ट चाहिँ यङ मान्छेहरू जो गरी खानुपर्छ, जो खाडी मुलुकहरूमा गइरहेका छन्, त्यस्तो व्यक्तिहरूमा पनि एकदम देखिन्छ। त्यसैले गर्दाखेरि चाहिँ यो एकदम एक्ज्याक्ट गुड क्वालिटीको पपुलेसन बेस्ड स्टडिजहरू नभए पनि अब एस्टिमेसन चाहिँ समवेयर अराउन्ड 8% भन्ने छ। हजुर 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 हो, ठ्याक्कै तपाईँले अहिले भन्नुभयो अनुसार आज हामीले ठ्याक्कै हस्पिटलमा त्यस्तै खालको केस पनि देखेको थियौँ। ठ्याक्कै खाडी मुलुकबाट आउनुभएको थियो अनि उहाँले अब 5 वर्षदेखि मधुमेह भएको पनि बताउनु भयो, तर उहाँले अब किडनीको समस्या परेको थियो अनि उहाँले ठ्याक्कै जान्नु पनि भएको थिएन कि यो डायबिटिज पनि किडनीसँग पनि उनको मृगौलासँग पनि रिलेटेड छ भनेर। हजुर। अनि त्यही भएर उहाँ अब कति दिनदेखि भर्ना हुनुभएको, म यतिकै बेहोस भएँ, यस्तो भयो भन्दै हुन्थ्यो। हो, यो कुरा निकालिदिएकोमा धन्यवाद बाबु तपाईँलाई होइन। तर हामीले त्यो किताबी हिसाबले पढ्ने खालको रोग मात्र पनि होइन, भित्रदेखि मनन गरेर अङ्ग्रेजीमा कम्प्यासनेट केयर भन्छ कि क्रोनिक केयर मोडल भन्छ। त्यो भनेको चाहिँ तपाईँको सिकाइँदै तपाईँहरूलाई यो हस्पिटलमा रोटेसन गर्यो, उपचार गर्यो, पठायो। अब रोकथाममूलक कम्प्रिहेन्सिभ केयर मैले अमेरिका 20 वर्ष भयो छोडेको, त्यही किसिमको म जजलिन सेन्टरमा ट्रेन्ड हो, जुन कम्प्रिहेन्सिभ केयर दिनुपर्छ नि बिरामीले पाउँदैन। अनि रनभुल्लमा परेर अनि किडनीहरू बिग्रेर हामीले भन्न त भन्छौँ, हामी कहाँ पनि खाडी मुलुक जानुभन्दा अगाडि प्री टेस्ट गर्न आउँदाखेरि डायबिटिज भेटिन्छ, तर उहाँहरू सुन्ने हालतमै हुनुहुन्न। मलाई छिटो छिटो क्लियर गरिदियो, म विदेश जान्छु र पैसा कमाउँछु भन्नुहुन्छ। र यो कुरालाई बुझेर यो कुरालाई रोकथाममा पैसा खर्च गरेन भने त्यसको 100,000 गुणा पैसा खर्च हुन्छ र 100,000 गुणा मानसिक र शारीरिक पीडा हुन्छ भन्ने कुरा चाहिँ हामीले भन्न जान्दैनौँ, अथवा हाम्रो हेल्थ केयर सिस्टममा चाहिँ त्यो कमी छ। त्यसैले धेरै गर्न बाँकी छ यसमा। हजुर हजुर। अनि अब यही हजुरले भन्नुभयो होइन कि उमेरहरू अब बुढापाकाहरूमा बेसी हुने हुन्छ तथा यङमा पनि बेसी हुने गर्छ, भर्खरका जवानहरूमा। यो चाहिँ अब उनीहरूमा हुनेमा डिफ्रेन्स चाहिँ के होला, के फरक होला बुढापाकामा हुने र जवानमा हुने? यस्तो छ, तपाईँको अब पहिला चाहिँ ओल्ड स्कुलमा चाहिँ टाइप 1 डायबिटिज, टाइप 2 डायबिटिज भन्ने थियो। इन्सुलिनको अभाव हुनु र इन्सुलिनले काम राम्रोसँग नगर्नु टाइप 2 बढी हुन्छ, पेटको गोलाइसँग सम्बन्धित हुन्छ, पारिवारिक जेनेटिक हुन्छ, खानाहरू असरल भएर भनिए तापनि एउटा स्विडिस स्टडी पनि भएको थियो डिटेलमा डायबिटिज कस्तो छ भनेर। अनि हाम्रो नजिकको मुलुक, हाम्रो जेनेटिकली चाहिँ हामी इन्डियासँग क्लोज छौँ। त्यहाँ भी मोहन भन्ने डाक्टर साहबले चाहिँ एउटा स्टडी गर्नुभएको थियो र त्यो स्टडीमा चाहिँ स्पेक्ट्रममा हुन्छ डायबिटिजको बारेमा हामीलाई अझ क्ल्यारिटी छैन। एउटा खाले चाहिँ सिभियर इन्सुलिन डिफिसियन्सी भनेको टाइप 1 डायबिटिजको जस्तो, त्यो इन्सुलिनै जिउमा नहुनु, इन्सुलिनै चाहिने। एउटा चाहिँ माइल्ड डायबिटिज अफ एल्डरली, यो चाहिँ अलिक बढी वेस्टर्न कन्ट्रिजहरूमा हुने देखिए तापनि
हाम्रो उहाँहरूको भी मोहनको स्टडीमा चाहिँ कस्तो खालको देखियो भने इन्सुलिन रेजिस्टेन्स विथ ओबेसिटी रिलेटेड डायबिटिज, पेटको गोलाइ बढी भएको अनि कलेजोमा बोसो भएर अनि त्यो देखिने भने अर्को टाइप चाहिँ कम्बाइन्ड इन्सुलिन डिफिसियन्सी एज वेल एज इन्सुलिन रेजिस्टेन्स डायबिटिज, दुइटै इन्सुलिन डिफिसियन्सी एज वेल एज इन्सुलिन रेजिस्टेन्स, आइआरडिडी, CIRDD। सो यो खालको डायबिटिज चाहिँ अनफर्चुनेटली बढी मात्रामा पाइयो इन्डियामा। र हाम्रो प्र्याक्टिकल अनुभवमा, हाम्रो स्टडीमा हामीले गरेका छैनौँ, प्र्याक्टिकल अनुभवमा चाहिँ एकदमै त्यस्तो हामी देख्छौँ। इन्सुलिनोपिनिक भन्छ, जसको सी पेप्टाइड नाप्दा पनि कम हुने, अनि त्यसपछि चाहिँ उनीहरूको तर इन्सुलिन रेजिस्टेन्स हुने, जस्तो थिन फ्याट इन्डियन भने जस्तो हेर्दा चाहिँ दुब्लो देखिने तर भित्री अर्गनहरूमा चाहिँ फ्याट छ। यो चाहिँ पहिलाको अनिकाल रिलेटेड, अब आमाहरू हुर्किँदाखेरि नै अथवा गर्भमा नै उनीहरूलाई कुपोषण भयो भने त्यस्तो बच्चाहरूलाई हुने भनेपछि अलि तराई बेल्टमा स्पेसली यो खाडी मुलुकमा जान खोजेको मान्छेहरूमा चाहिँ हामीले त्यो बढी पाउँछौँ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ यो स्पेक्ट्रममै बढ्दो छ, इभन टाइप 1 डायबिटिज पनि बढ्दो छ। त्यसैले यसरी छुट्याउनु पर्दाखेरि चाहिँ अभियसली मोटो भएर जेनेटिक प्रिडिस्पोजिसन भएर हुने ओबेसिटी रिलेटेड एउटा हो भने दुब्लो भए पनि इन्सुलिनले काम पनि नगर्ने, इन्सुलिन पनि अभाव हुने। सो यस्तो खालको चाहिँ बढ्दो क्रममा देखिरहेको छ। र अनफर्चुनेटली टाइप 1 डायबिटिज यङमा देखिन्छ भनिए पनि तपाईँको टाइप 2 पनि देखिन थालेछ कि। अनि यसको डाइरेक्ट ऊ चाहिँ जहाँ जहाँ विकास गएको हुन्छ त्यहाँ चाहिँ अलिकति अभक्ष्य खाना भन्छ नि, जुन चाहिँ अभक्ष्य भनेको चाहिँ खान नहुने होइन, जुन कुरा हामी सुपर आकर्षित हुन्छौँ, जुनको व्यापारिक दृष्टिकोणले हाम्रो टिभीहरूमा एकदमै धेरै एडहरू आउँछ जसले स्पोन्सरहरू गर्छन् होइन, कोक, फ्यान्टा, जुस, सुगरी ड्रिङ्क्स होइन। जुस भने हुन्छ, जुस भन्दा त तपाईँले एउटा स्याउ चपाएर पानी खानुभयो भने जुस भइहाल्ने पेट होइन। तर कर्न सिरप हालेको हुन्छ त्यसमा होइन, माल्टोडेक्स्ट्रिन भन्ने सुपर प्रोसेस्ड सुगरी खानेकुरा अज्ञानतावश होइन खाइदिनाले चाहिँ बच्चाहरूले पनि मान्दैनन्। अनि त्यो जम्मै कलेजोमा बोसो जम्मा हुन्छ। अघि मैले भने जस्तै कम्बाइन्ड इन्सुलिन रेजिस्टेन्स एन्ड इन्सुलिन डिफिसियन्टमा चाहिँ दुब्लो जस्तो देखिए पनि भित्र भिसरल फ्याटहरू अथवा भित्री अङ्गको बोसोहरू धेरै भइदिनाले चाहिँ अनि तिनीहरूलाई चाहिँ डायबिटिज देखिन्छ। अनि डायबिटिज एउटा त हुनै दिनु भएन। अब डायबिटिज भएर पनि त्यो कम्प्रिहेन्सिभ केयर मोडल भन्छ नि, जुन डायटिसियन हुनुपर्ने, साइकोलोजिस्टले मोरल बुस्ट गर्नुपर्ने होइन, डक्टरले औषधि लेख्ने अनि फुड केयर हुने, त्यो कम्प्रिहेन्सिभ केयर मोडलै छैन क्या। डाक्टरै भएर अब अहिले बिमाले फ्रीमा औषध दिए पनि चाप धेरै छ क्या। दिनमा 100-200 बिरामीहरू प्रेस्क्रिप्सन लेखेर त्यो बिरामी अघि तपाईँले भेट्नुभयो नि, किडनीमा असर गर्यो, बेहोस भयो। हामी जहिले पनि भयङ्कर कडा रोग लागेपछि हस्पिटलको दैलोमा तमसरणम भएर आइसियुमा पैसा खर्च गरेर दुःख पीडा भोगेरै उपचार गर्नुपर्छ त। हामीसित त्यो रोकथाम गर्ने टुल्सहरू त छ नि त होइन। त्यसमा अब जनताले गर्ने त छुट्टै छ, पोलिसी लेभलमा चाहिँ गर्नुपर्ने हुन्छ। अब एउटा चाहिँ त्यही सुगरी ड्रिङ्क्सहरूलाई ट्याक्स लगाउने, अनि समाजमा पनि अब कल्चरली पार्टी भोजहरू गर्दाखेरि पनि अलिकति स्वस्थकर भोजनहरू चयन गर्ने, सकेसम्म धेरै पार्टी भोजहरूमा नलाग्ने। अहिले कस्तो केक खाने कल्चर छ, त्यो केकमा के हाले हुन्छ तपाईँलाई थाहा नै हुँदैन होइन। त्यसले गर्दाखेरि चाहिँ यो चेन्जहरू आउनलाई चाहिँ एकदम टाइम लाग्छ। र अलिकति चाहिँ हाम्रो जुन पहिला मैले 20 वर्ष अगाडि पढ्दाखेरि नै उठाएको कुरा कि मेडिकल करिकुलममा क्रोनिक केयर मोडल चाहिँ हालेकै हुँदैन होइन। रोटेसन गऱ्यो, यो फिक्स गऱ्यो, हामी फिक्स मात्र गर्ने मेन्टालिटीमा हुन्छौँ। तर ज्वरोमै पुगेर रोकथाम गऱ्यो भने इट बिकम्स चिपर, अलिक सस्तो पनि हुन्छ। यो खालको चाहिँ हामी मान्छेहरूलाई भन्न चाहन्छौँ। तपाईँले भर्खर कम्प्रिहेन्सिभ केयर मोडल भन्नुभयो नि, त्यसको बारेमा यही डायबिटिजसँग रिलेटेड एकदम अलि डेफमा चर्चा गर्न मिल्छ वाइ न। कम्प्रिहेन्सिभ केयर मोडल र एक्युट केयर मोडल, एक्युट केयर मोडल भनेको चाहिँ पहिला त्यो बुझौँ। त्यो भनेको तपाईँलाई अब रुगा लायो, अब टाइफोइड भयो, हनहनी ज्वरो आयो, डक्टर कहाँ जानुभयो, टाइफोइड देखिया रहेछ, ल यो 1 कोर्स एन्टिबायोटिक खानुहोस्, तपाईँ निको हुनुहोस्, जानुहोस् भन्ने टाइपको भयो होइन। यो चाहिँ उपचारात्मक भयो। अनि यो अलिकति प्याट्रिआर्कल टाइपको, अब डक्टर जान्ने हुन्छ, उसले औषध दिन्छ, सक्यो भने जस्तो टाइपको भयो भने।
अब कम्प्रिहेन्सिभ केयर मोडल चाहिँ क्रोनिक इलनेसहरू जस्तो सिओपिडीलाई, हार्ट फेलियर, डायबिटिज, हाइपरटेन्सन होइन, डायबिटिजको कुरा गर्दा 50% मानिसहरूलाई लक्षण देखिँदैन होइन, तर लक्षणै नदेखिए तापनि सुगरलाई चाहिँ हाईको घेरोमा राखेको खण्डमा भित्रभित्र बिगारेर आउँदा दिनहरूमा चाहिँ ठुलो कष्टकर रोगमा लैजान्छ। अब त्यसलाई चाहिँ केही भएकै छैन, हट्टा सुगर नाप्दा 200 छ 250 छ, त्यही अघि खाडी मुलुकमा जानुभएको भाइलाई। अब कन्सेप्ट त हाम्रो के छ भने सन्चो भएन भने मात्र जाने डक्टर कहाँ होइन, डक्टर कहीँ गए पनि यति भिडभाड छ जान पनि मन लाग्दैन, कुनै ठाउँमा महँगो होला, कुनै ठाउँमा भिडभाड होला। अलिकति त्यो कम्प्रिहेन्सिभ केयरमा चाहिँ सबै खालको ह्युमन बडी नै कम्प्लेक्स हुन्छ, एउटा कुराले अर्को कुरामा प्रभाव पार्छ। त्यसलाई कम्प्रिहेन्सिभ केयर मोडल गर्दाखेरि चाहिँ तपाईँ कस्तो हुन्छ भने त्यो अफिस सेटअप पनि, डक्टरको अफिस पनि पेसेन्टलाई एक्सेसिबल के, भिडभाड धेरै नभएको, अनि टिम हुने, त्यो टिममा चाहिँ डायटिसियन हुन्छ, डायटिसियनले यसरी खानुपर्छ यसरी, डायबिटिज एजुकेटर हुन्छ, त्यो डक्टरभन्दा डिफ्रेन्ट हो, नर्सहरू हो, त्यो डायबिटिज एजुकेटरहरूले 90% काउन्सिलिङ गरिदिन्छ क्या, किनभने डक्टर्सहरू धेरै जस्तो इगोसेन्ट्रिक हुन्छन् के, प्लस उनीहरूलाई प्रेसक्रिप्सन मात्र लेख्न सिकाएको हुन्छ, उनीहरूले खुलेर कुरा गर्न सक्दैन, इन्टिमिडेसन हुन्छ। र कम्प्रिहेन्सिभ केयर मोडलमा एकदम इक्वल लेभलमा चाहिँ नि पेसेन्टलाई यसरी साइडबाट बसेर एम्पेथेटिक केयर भन्छ नि, पेसेन्टको कस्तो छ घर परिवेश होइन, जस्तो हाम्रोमा पेसेन्टहरू आउनु हुँदाखेरि चाहिँ हामीले घर गृहिणी हो कि बुढी आमा हुनुहुन्छ, छोराछोरी सबै विदेशमा छन्, उहाँलाई हामीले टाइट कन्ट्रोल गरेर धेरै फाइदा गर्न सक्दैनौँ, तर एट द सेम टाइम यङ बच्चा छ, त्यसलाई टाइट कन्ट्रोल गऱ्यो भने त्यसको भविष्य राम्रो हुन्छ। तर स्कुलमा उसलाई चाहिँ इन्सुलिन लाउँछ भनेर गिजाउने, टिचरले चाहिँ उसलाई हाइपोग्लाइसेमिया भने खाना अहिले दिन मिल्दैन भने स्ट्रिक्ट स्कुल छ भने उसलाई गाह्रो हुन्छ नि त। त्यसैले उसको परिवेश बुझेर दिने केयर, कम्प्रिहेन्सिभली टिमले दिने र लक्षणै नभए पनि रेगुलरली चेकअपमा बसेर लगातार दिइरहने केयर मोडल चाहिँ कम्प्रिहेन्सिभ केयर मोडल हुन्छ होइन। अनि त्यो कम्प्रिहेन्सिभ एन्ड कम्प्यासनेट भनेको अब कतिजनाले मान्दैनन्, के भने कम खा भने छ, हामीलाई त यस्तो खानै जन्मिया त हो, जे मरे मर्छु होइन। तर यमराजीले पनि ल आज तिम्रो पालो आयो, ल हिँड भन्नु हुँदैन, उहाँ त कोपरिकन कुनै किडनी बिग्रिया छ, कोही विशेष रूपमा सरकारी हस्पिटलमा देख्नुहुन्छ, अरूतिर बजेटले भ्याउँदैन, अनि धेरै रोगको पोखो बोकेर तम शरणम गरेर जाँदाखेरि टाल्ने कार्यक्रम मात्र हुन्छ कि। अनि त्यसैले गर्दाखेरि त्यो तिमीलाई लक्षण नभए पनि त्यो आउनेवाला छ है, अलिकति जागरुक हुनु पर्यो, अलिकति ह्याप्पी हुनु पर्यो, तनाव लिनु भएन, तनाव लियो भने यो के भनेको कुरा पनि बुझिँदैन। अनि तनाव नलिकन फ्रेस माइन्डले चाहिँ खानाको बारेमा सिकेर, एक्सर्साइज थेरापिस्ट कहाँ गएर एक्सर्साइज सिकेर होइन, चाहियो अब तनावको गुजुल्टो भयो, बोल्नै सकिएन, घकल्कियो, अथवा डक्टरले भनेको कुरा प्रोसेस गर्न सकिएन भने डक्टरले साइकोलोजिस्ट कहाँ पनि पठाउन सक्छन्, साइकोलोजिकल केयर। यो सबै एकै ठाउँमा हुने छ त हाम्रोमा, हाम्रो सरकारीमा कति ठाउँमा दरबन्दी छ, र प्राइमेरी केयर मोडलमा यसरी चाहिँ गर्ने भन्ने कति ठाउँमा छ। त्यसको नतिजा के हो, त्यही अघि तपाईँले भने जस्तै आइएम ग्ल्याड यु ब्रट हिज एक्जाम्पल। त्यसरी तोम शरणम भएर रोगी भएर पैसा घर सबै खर्च गरेर गरिबीको रेखामुनि जाने गरेर चाहिँ बिरामी भएर चाहिँ हाम्रो बिरामीहरू आइपुग्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि त्यो कम्प्रिहेन्सिभ केयर मोडलवालाको स्वास्थ्य संस्थाहरूमा चाहिँ त्यो चेन्ज चाहियो भने। अर्को यो चाहिँ प्राइमेरी प्रिभेन्सन भयो भने प्राइमोडियल प्रिभेन्सन भनेको चाहिँ अब बेटर एन्टिनेटल केयर होइन, अब महिलाको हेल्थलाई भ्यालु गर्ने, उसलाई राम्रो हेल्दी खाना दिने, कुपोषण नहुने, अब उनको डायबिटिज छ भने पनि डिटेक्ट हुने होइन। अनि स्कुल गइसकेपछि बच्चाहरू स्कुलदेखि नै अब करेसा बारिसको कन्सेप्ट गर्ने, उनीहरूलाई सिकाउने, अनि 8-9 क्लासका बच्चाहरूलाई नसर्ने रोग, नन कम्युनिकेबल डिजिजको चाहिँ उनीहरूलाई पार्टिसिपेट गराएर, अनि अझ कम्युनिटीको फार्मर्सहरूसँग लिङ्क गराएर उनीहरूको खाजाहरू पनि रेसायुक्त हाम्रो आफ्नै देशमा प्रड्युस भएको होइन, ब्यालेन्स डायटको कन्सेप्ट सिकाउने होइन, जङ्क फुडहरू प्याकेटमा बनेको चाउचाउ म्याउ म्याउ कोक फ्यान्टा जुसहरू चाहिँ हामीलाई हानिकारक हुन्छ भन्ने कुरोहरू सिकाउने होइन, बेलैमा दबाई गऱ्यो भने चाहिँ बिग्रिँदैन भन्ने कुरा सिकाउने गऱ्यो भने चाहिँ त्यो प्राइमोडियल प्रिभेन्सन हुन्छ क्या। उनीहरूले पहिल्यैबाट सिकेर आफ्नो बाउआमालाई पनि सिकाउँछन्, अनि त्यसो गर्दा 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 अनि बल्ल चेन्ज देखिन्छ क्या। सो वी आर रियली बिहाइन्ड, अरू देशहरूबाट पहिल्यै भइसकेको 20 वर्ष अगाडिदेखि प्रुभन भइसकेका कुराहरू पनि हामीले अपनाउन सकेका छैनौँ। गुड थिङ चाहिँ अब पहिला जनताहरूलाई टेस्ट गर्न पनि गाह्रो थियो, औषधिहरूको गाह्रो थियो भने अहिले बिमाबाट
आबद्ध भयो भने यसलाई अलिकति मोर अर्गनाइज गरेर अलिकति गरिबीको रेखामुनिको मान्छेहरूलाई बढी टार्गेट गरेर र जसलाई चाहिँ डे टु डे लाइफमा च्यालेन्ज हुन्छ जस्तो वेटरहरू भयो ड्राइभर भयो यस्तो उनीहरूले यो भ्याउँदैनौँ उनीहरूलाई नै टार्गेट गरेर चाहिँ हामीले कम्प्रिहेन्सिभ केयर मोडलबाट राम्ररी बजेट नहुने मान्छेहरूलाई पनि उपचार गरेर यसरी राख्यौँ भने चाहिँ ठुल्ठुलो देशकै बजेटबाट खर्चिलो रोगलाई उपचार गर्नेबाट हामी जोगिन सक्छौँ। हजुर हस् अनि अब अर्को चाहिँ हल्का टपिक चेन्ज गरेँ Yes, मैले yes, okay. अब हजुरले अब आफ्नै हस्पिटलमा पेसेन्टहरू जाँच्दाखेरि अथवा सामान्य मान्छेहरूलाई बाहिर भेट्दाखेरि पनि डायबिटिज सम्बन्धित के टाइपको मिसकन्सेप्सनहरू के टाइपको गलत अफवाहहरू सुन्नुहुन्छ गलत त हजुरले? धेरै छ एउटा चाहिँ के हो भने यो डरलाग्दो रोग होइन भन्ने छ कसैलाई हजुर यो डरलाग्दो रोग हो क्यान्सरभन्दा पनि डरलाग्दो छ भोलि आँखाको पर्दामा हान्छ अन्धोपनमा लान सक्छ किडनी फेल डायलाइसिस गर्नु पर्ला होइन यौन दुर्बलता हृदयघात पक्षघात खुट्टा काट्ने अवस्था सृजना यो कडा रोग हो तर बुझेर राम्रो गर्यो भने आफ्नै हातमा छ होइन राम्रोसँग डायटरी म्यानेजमेन्ट एक्सर्साइज फलोअप डक्टरसित गरेर राम्रो नियन्त्रण भयो भने के पनि हुँदैन वर्षौँसम्म 50-60 वर्षसम्म प्रब्लम नभएर बाँचेका मान्छेहरू छन् एथलिटहरू छन् हिमाल चढेका मान्छे छन् हरेक फिल्डमा होइन एउटा ग्रुपै फ्रान्सबाट 10-15 जना 20 जनाको ग्रुप आएको थियो डक्टर पनि टाइप 1 डायबिटिज पनि उनीहरू थोराङ पास गरेर आए भनेपछि जे गर्नु पनि सक्छ तर उसलाई एम्पावर गर्नु पऱ्यो कि डायबिटिज सेल्फ म्यानेजमेन्ट एजुकेसनमा चाहिँ उसलाई एम्पावर गर्यो भने चाहिँ उसले सक्छ त्यसैले राम्रोसँग गर्न सकिन्छ एउटा यो के न हो भनेर तर्सिने अनि यो केही होइन भनेर छोडिदिने कम्प्लासेन्ट हुने कि त्यो दुइटै राम्रो भएन कि एकदम डरलाग्दो रोग हो तर राम्रो गऱ्यो भने केही पनि होइन राम्रोसँग कन्ट्रोल गऱ्यो भने नर्मल सर हो होइन तर कन्ट्रोल पनि नगर्ने खाइदिन्छु भन्ने डक्टरसित पनि चेक नगर्ने सुगर पनि बेकन्ट्रोल छोड्ने अनि लौ 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 गरेर किडनी बिग्रिन लगाएपछि अब हाउगुजी गरेर मिलाउन सकिँदैन होइन सकिन्छ टु सम डिग्री तर जति तपाईँले सुरुको बेलामा भगवान्ले दिएको ज्यानलाई जोगाएर राख्नुभयो नि उति त्यो एउटा भ्रम हो अर्को भ्रम चाहिँ अब जमिन मुनिको खाना नहुने त्यो पहिला पहिला हुन्थ्यो अहिले त त्यो चेन्ज छ अनि अर्को चाहिँ खाना बार्नुपर्छ भनेर खानै नखाने अथवा एकदमै धेरैचोटि डायट काउन्सिलिङ गर्दा पनि फुड हिस्ट्री लिँदा पनि होइन आज भर्खर एउटा पेसेन्ट आउनुभएको थियो उहाँको 2.6 एल्ब्युमिन त्यो भनेको एकदमै कम खानाको कुरा खोतल्दा बिहानै उठेर बिस्कुट त्यसपछि रोटी अनि त्यसपछि भात अनि त्यसपछि चिउरा त्यहाँ कुनै अन्डाको नाम निशानो छैन कतिजनाले चाहिँ बजेटरी प्रब्लमले सक्नु हुँदैन तर सक्नेले त खानु पर्यो अन्डा होइन नसक्नेले चना 5 किलो किनेर राख्नु पर्यो एक मुठी चना एक मुठी दाल अनि दही र अनि लास्टमा चाहिँ भात खानुभयो भने चाहिँ त्यो कन्ट्रोल हुन्छ र यो पेन प्याकेजमा हाम्रो गभर्मेन्टसँग रिलेटेड कन्भर्सेसन पोलिसीहरूको मिटिङहरूमा पनि हामीले कुरा गर्दा अनि अन्डा खान सक्दैन तर इन्सुलिन चाहिँ हामी फ्रीमा दिन्छौँ बच्चालाई अन्डा खान सक्दैन भने सरकारले किनेर भए पनि त्यो पैसा छुट्याएर दिनु पर्यो कि अन्डा पनि एउटा ट्रिटमेन्ट हो कि अन्डा भनेको एउटा सिम्बलिक हो प्रोटिन हो टोफु मसरुम अन्डा चिकन फिस डायबिटिजमा चाहिन्छ किनभने मसल ब्रेकडाउन हुन्छ होइन त्यो खानामा भ्रम छ खानामा के पनि बुझाएको छैन दौडेर सुगर फ्री चामल किन्न गएको छ होइन सुगर फ्री चामल भन्ने नै हुँदैन सबै चामल सुगर फ्री हो त व्यापारिक वर्ड हो अनि क्विक फिक्समा हामी खोज्छौँ होइन क्विक फिक्सको कुरा गर्दा इन्डियाको फलान ठाउँमा गएर यस्तो गऱ्यो भने टक्क निको हुन्छ अरे त्यस्तो हुँदैन होइन यो कालान्तरको रोग हो यो निको हुँदैन त्यसैले क्विक फिक्स नखोज्नुहोस् होइन त्यसैले त्यो चाहिँ भ्रम हो होइन अनि अर्को चाहिँ खानामा एकदमै ठुलो भ्रम छ अनि व्यायाममा चाहिँ अनुलोम विलोम गर्छु भनेर बस्ने अनि व्यायाम भनेको चाहिँ छोराछोरीहरूले पनि नबुझेर 60 इयर्स ओल्ड बा हुनुहुन्छ मोजा लगाइदिन जानुहुन्छ बा 60 इयर्स ओल्ड भनेको प्रोडक्टिभ यङ मान्छे हो बाले सबै काम गर्नुपर्छ होइन आफ्नो अनि अर्को चाहिँ कसैले बनाएर दिँदैनन् अब जेन्टलम्यानहरूले पनि पकाएर खान सिक्नु पर्यो होइन कसले पकाएर दिँदैन होइन कोही चाहिँ बुढी मान्छे बिरामी हुन्छ बुढाहरूले पकाउनै जान्दैन लाइफ स्किल्स पनि जान्नु पर्यो के पकाएर खाने कस्तो खाने मिक्स्ड मिल खानु पर्यो होइन त्यो चिजहरू सिक्नु पर्यो अर्को भ्रम चाहिँ औषधि चाहिँ हानिकारक भन्ने भ्रम होइन औषधि सबै बिरामीलाई चाहिन्छ भन्ने होइन जसलाई मुटु रोगको जोखिम छ उसलाई कोलेस्ट्रोलको दबाई चाहिन्छ जसलाई ब्लड प्रेसर छ उसलाई ब्लड प्रेसरको दबाई चाहिन्छ जसको सुगर खाना व्यायाम र तनाव कमद्वारा नियन्त्रित हुँदैन उसलाई चाहिँ औषधि चाहिन्छ
औषधि खराब कि सुगर खराब, सुगरै खराब होला, तर सिधा औषधि खानुपर्छ भन्ने पनि छैन, व्यक्ति सापेक्ष हुन्छ, डक्टरको सल्लाह बमोजिम गर्न पाइन्छ। र औषधि खाएपछि खानुपर्छ त्यो सम डिग्रीमा ट्रु पनि हो, तर कसैले औषधि छोड्न पनि सक्छन् होइन। यो सब कुराहरू चाहिँ भ्रममै छ। अब बिगेस्ट भ्रम चाहिँ डायबिटिजको बारेमा सबभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि चाहिँ खाना बार्ने त्यही हो, त्यस्तो होइन। डायबिटिजमा सबभन्दा महत्त्वपूर्ण कुरा राम्रोसँग बुझेर स्वयं व्यवस्थापन गरिएन, राम्रो टेक केयर गरिएन भने भोलि दुःख पाइन्छ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा। र आफूले आफ्नो लाइफस्टाइललाई, जीवनशैलीलाई चेन्ज गरेर राम्रो गऱ्यो भने दुःख पाइँदैन। त्यो एउटा चाहिँ इम्पोर्टेन्ट कुरा हो। मैले जानेको प्रभाव त्यही हो। यो तपाईँले दबाई खान छोड्ने पनि भन्नुभयो नि बिचमा, त्यसमा अहिले रिमिसन रिल्याप्स भनेर पनि आछ नि। हजुर, त्यो त्यो चाहिँ चाहिँ ऊ छ, त्यसको सुरुवातकर्ता चाहिँ प्रोफेसर माइकल लिन हो। उनले स्कटल्यान्डमा चाहिँ अलमोस्ट 40%मा चाहिँ डायबिटिज रेमिसन देखाउनु भएको थियो उहाँले रिप्लेसमेन्ट मिल दिएर। अनि त्यसलाई चाहिँ नेपाल जस्तो देशमा कसरी अपनाउने भनेर उहाँ बिचरा सोधीखोजी गर्दै हाम्रै मेट्रो हस्पिटलमा अर्को धुलीखेलको टिमसित मिलेर हामीले एउटा हो डाइरेक्ट भनेर अध्ययन पनि गऱ्यौँ मेट्रोमै। अनि त्यसमा चाहिँ झन्डै 30% जतिमा चाहिँ बिना औषधि डायबिटिजमा कन्ट्रोल गर्न सकिएको देख्यो। त्यो मध्ये कतिजना पनि अलिकति चिप्लेर फेरि हाईमा गएर औषधि खाए होलान्, तर त्यो स्टडीको अवधिमा चाहिँ त्यसरी देखाउँदाखेरि चाहिँ रेमिसन भएको देखियो। र त्यो चिजलाई कम्युनिटीमा कसरी गर्ने भनेर धुलीखेलसितै उहाँकै टिमबाट हामीले धुलीखेलमा अहिले म पनि त्यसमा पार्ट छु। अनि त्यो रेमिसन किन भनिएको भने रेमिसन भनेको अहिलेलाई निको भन्यो भने त मान्छे उपर खुट्टी लाएर त्यसलाई सिरियसली लिँदैनन् होइन। अनि फेरि पछि देखिन पनि सक्छ, तर शान्त पारियो, एउटा दुईवटा औषधि भए पनि कम गर्न पायो भने कति आनन्द। तर त्यसको की चाहिँ के हो भने एकदमै क्यालोरी रिस्ट्रिक्सन। हाम्रोमा चाहिँ मिल रिप्लेसमेन्ट गरेको होइन। क्यालोरी रिस्ट्रिक्सन भनेको अब 850 क्यालोरी दैनिक नेपाली खाना दाल भात तरकारी नै, तर क्यालोरी मात्रा पोर्सन साइज कम गरेर अनि त्यसलाई पहिला चाहिँ त्यतिमा अनि पछि मेन्टेनेन्स फेजमा चाहिँ 1200 क्यालोरी गर्दा वेट लस हुने रहेछ। अनि त्यो वेट लस भएपछि तपाईँको भिसरल फ्याट भन्छ, भिसरल भनेको कलेजोको। अनि त्यसले गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ औषधि नखाइकन पनि डायबिटिजलाई नियन्त्रण गर्न सक्दा रहेछन्। म आफैले पनि 9 महिना खाएर अनि छोडेको हो, अहिले म रेमिसनमै छु भन्छु मैले। तर त्यसको लागि चाहिँ तपाईँहरूले एकदम त्यो तपस्या गर्नुपर्छ अलिकति। जुन हाम्रो सामाजिक परिवेशमा पहिला खान नपाउने त्यस्तो जे कुरा पनि खाने, अहिले भर्खरै खाने, फेरि एकछिन त हो नि भन्ने, फेरि बेलुका लिएर आउने, यो किसिमको खाना कल्चरले चाहिँ त्यसमा बाधा हुन्छ। त्यसलाई न्यूनीकरण गरेर एक्सर्साइजलाई द्वारा म्यानेज गर्यो भने बिना औषधि पनि डायबिटिजमा कन्ट्रोल हुनसक्छ। तर बिना औषधि गर्छु खाँदै खान्न भनेर एकदम लिडे लिएर टाइम वेस्ट गरेर हाई सुगरमा बसिरह्यो भने चाहिँ त्यो पनि हानिकारक हुन्छ। त्यसैको लागि चाहिँ हामीले चाहिने मान्छेले चाहिँ औषधि लिनुहोस् भन्ने कारण चाहिँ त्यो। हजुर, अब चाहिँ अहिले अब तपाईँको विचारमा नेपालमा मधुमेह बढ्ने अब केही कारणहरू त भन्नुभयो तपाईँले, जस्तै अहिले अब वेस्टर्न डायटहरू जुन कोकहरू फ्यान्टाहरू त्यस्तो कुराहरू बढ्ने भयो। अरू के 3-4वटा एकदम मुख्य कारण? मुख्य चाहिँ अब एउटा वंशाणुगत, एउटा वातावरण। वंशाणुगत भनेको तपाईँको बा आमाको जिन्सबाट होइन। अर्को चाहिँ अब बा आमाले र आफूले पनि हुर्किँदा अलिक कुपोषण थियो भने होइन, म्याल न्युट्रिसन रिलेटेड डायबिटिज पनि हुन्छ। अर्को अहिले नेपालमा पनि अहिले देखिने धेरै ठाउँमा त्यो प्याङ्क्रियाटाइटिसहरू पनि भएर होइन, त्यो ड्रिङ्क सिङ्क गरेको छैन, तर प्याङ्क्रियाटाइटिस यो ट्रपिकल डिजिज भने जस्तो के इन्फ्लेमेसनहरू हुन्छ नि त हाम्रोमा। अब सरुवा रोगहरूबाट पनि हो कि अब त्यति डिटेलमा त्यसमा सबै अध्ययन गरेर प्रुभन छैन त्यो हो भने। अब अरू वातावरणीय कारणमा चाहिँ सिडेन्टरी लाइफस्टाइल, पेटको गोलाइ बढ्नु, यो भेग भए पनि अब मैले तात्कालिक मान्छेहरू देख्ने चाहिँ उदाहरणहरू दिन्छु। अब 18 वर्षको नानी आउँछिन्, HbA1c 13% छ, यसो हेर्दा दुब्ली नै अनुहार त देखिन्छ, तर BMI हेर्दाखेरि चाहिँ अब 28-29 जति छ। कुरा खोतल्दै जाँदाखेरि चाहिँ अब चक्लेटको डायट थियो क्या उनको। अनि त्यो चेन्ज गरेपछि अब त्यो उनको बिना औषधि चाहिँ 6 मन्थसम्म उनको पहिला इन्सुलिनै सुरु गर्नु पऱ्यो 13% भएर। 6 महिनापछि उनलाई बिना औषधि कन्ट्रोल गरियो। अर्को एउटा भाइ कालीकोटको, उहाँले मेरो नाम भन्नुभएको हुन्छ, उहाँ चाहिँ कस्तो भने तपाईँको 1 माना चामलको खाना खाइदिने कि हस्टेलमा बस्दाखेरि, अलिकति बजेटरी प्रब्लमले पनि हो। अनि त्यो गर्दा उहाँको पनि 14% कि कति गरेर एक दिन भर्ना गरेर इन्सुलिन चलाएर घर पठाएको। उहाँको डायटरी ह्याबिटहरू चेन्ज गरेपछि अहिले 4-5 वर्ष भइसक्यो। अहिले उहाँको
उहाँलाई मैले औषध दिनु परेको छैन हजुर होइन। अब तर त्यो बुझिदिनु पऱ्यो क्या, त्यही कुरा चाहिँ बुझिदिएन। फेरि त्यो खानामा चाहिँ खाना कम खानुहोस् भनेर भोक भोकै बस्ने होइन कि, म्याक्रोन्युट्रियन्ट्सहरू पनि घटाउने त्यसको भाग होइन। म्याक्रोन्युट्रियन्ट्स भनेको प्रोटिन अलिकति, कार्बोहाइड्रेट अलिकति, अनि त्यसपछि फ्याट अलिकति, अनि त्यसमा चाहिँ माइक्रोन्युट्रियन्ट्समा चाहिँ फलफुल तरकारी। हाम्रो त्यो स्टेप सर्वे भन्ने जुन WHO ले गर्यो नि 2019मा, त्यहाँ 5 सर्भिङ्स अफ भेजिटेबल्स एन्ड फ्रुट्स भनेकोमा नेपालीहरूले चाहिँ 97%ले चाहिँ खाँदैनन् रहेछ कि होइन। जबकि हाम्रोमा यति तरकारीको धनी देश छ होइन। अब हाम्रै फार्मर्सहरूले मार्केट पाइरहेको छैनन्, त्यो त्यहाँनिर प्रब्लम छ होइन। त्यसै कारणले गर्दाखेरि त्यो ब्यालेन्स डायटको कमी त्यो कारणले पनि हो। यो फार्मरहरूले अब मार्केट नपाउने, फार्मरले अब बेचेर 2 रुपियाँ 3 रुपियाँमा टमाटर बेच्नुपर्ने होइन। जबकि हामीले हाम्रै देशको खाना पाएको छैनौँ। अब यो चिजहरूमा चाहिँ अलिक भिजिलेन्ट हुनु पऱ्यो क्या। अलिकति हामीले कहाँ प्रब्लम भएको छ हामी पनि जागरुक हुनु पऱ्यो। फार्मर्सहरूलाई पनि बिचरा अब कमाइ त्यति हुँदैन, विषादी झ्याम्की झ्याम हाल्दा उनीहरूलाई पनि प्रब्लम भइरहेछ नि त। विषादी कम हाल्ने, अर्ग्यानिक फार्मिङलाई प्रमोट गर्ने होइन, यो पोलिसी लेभलको कुराहरू चाहिँ त्यसमा आउँछ। अर्को अघि तपाईँले थिन फ्याट पनि भन्नुभएको थियो नि, यसको पनि हल्का विस्तृत रूपमा भनिदिनु न। अब यो भनेको चाहिँ तपाईँले मोटोपना बस्ने पेटको गोलाइले भने पनि दुब्लै देखिने मान्छेको पनि पेटभित्र चाहिँ फ्याट हुँदो रहेछ। सर्टन पर्सेन्टेज त नर्मलै हुन्छ होइन। जस्तो अब पुरुषमा 14 to 24%, महिलामा लेस देन 30% फ्याट भनिए तापनि अब आजभोलि फ्यान्सी हस्पिटलहरूमा के अरे त्यो बोन डेन्सिटोमिटर, डेक्सा स्क्यान गरेर फ्याट पर्सेन्टेज हेर्छन् होइन। र यदि डायबिटिज छ र फ्याटी लिभर छ भने त त्यो तपाईँलाई बोन डेन्सिटी स्टडी नै चाहिएन कि। फ्याटी लिभर भन्नुहुन्छ भने अब 90% देखिन्छ कि मध्य नै होइन। अब त्यो कसरी भने अब थ्रिफ्टी जिन्स थ्योरी भन्छ, त्यो पहिलाको अनिकालकोले गरेर राख्ने, अनि हेर्दा चाहिँ दुब्लो देखिने, तर यो दुब्लो अनि भिसरल फ्याट र इन्सुलिन रेजिस्टेन्समा त्यही फ्याटै प्याङ्क्रियाजमा बस्दा पनि त्यसले प्रोडक्सन कम गर्ने रहेछ क्या इन्सुलिन। अनि त्यसैले थिन फ्याट पर्सनमा चाहिँ दुब्लो देखिए तापनि भित्रपट्टि चाहिँ बोसो छ, र त्यो बोसो जमेको कारणबाट चाहिँ डायबिटिज उब्जियो भनेर भनिएको हो। अब जस्तोसुकै डायबिटिज उब्जियो पनि अब धेरै वृद्ध अवस्थामा चाहिँ खासै रिस्की हुँदैन। 70, 75, 80मा चाहिँ डायबिटिज कन्ट्रोल गरेर ठुल्ठुलो उपलब्धि हासिल खासै गर्न सकिँदैन, प्लस उहाँहरूलाई पनि त्यति हानिकारक पनि हुँदैन। तर यो यङ्गर मान्छेहरूमा होइन 20s, 30s, 40s, 50s यिनीहरूमा चाहिँ एक्सलेन्ट कन्ट्रोल गरेन भने चाहिँ डाउन द रोड चाहिँ ठुल्ठुलो कम्प्लिकेसन्सहरू आउँछ। त्यो चाहिँ विचार गर्नुपर्ने। हामीले अब खानपिनको कुरा गऱ्यौँ, व्यायामको कुरा गऱ्यौँ, अब निन्द्रा, स्ट्रेस अथवा तनाव त्यस्तोहरू अरू के हाम्रो अब जेन्युन लाइफस्टाइल, हाम्रो दैनिक कसरी हामी चलाउँछौँ दिनलाई, त्यसको के रोल छ हाम्रो डायबिटिजमा? यो चाहिँ अब एकदमै रोल छ। अब त एक्सर्साइजमा पनि एउटा एड गर्न खोजेको चाहिँ वकिङले मात्र पुग्दैन। रेजिस्टेन्स ब्यान्ड भन्छ नि, त्योहरू मसल स्ट्रङ बनाउने एक्सर्साइजहरू, स्ट्रेन्थ ट्रेनिङहरू चाहिन्छ होइन। अब स्ट्रेस भनेको चाहिँ कस्तो भनेदेखि अब एकदमै कमन छ हाम्रो देशमा। स्ट्रेसको लागि साइकोलोजिस्टसँग जाने चलन पनि छैन। अनि समाजमा चाहिँ अलिकति अग्रेसिभनेस के, अब यो भएन त्यो भएन भएका कुरा हेरेर अलिक कम्युनिटी कमराडरी स्पिरिट अहिलेको अब पोलिटिकल वातावरणसँग पनि जोड्दाखेरि यो गरेन त्यो गरेन भन्दाखेरि चाहिँ अग्रेसन छ क्या। अब चाहिँ काम डाउन गर्नु पऱ्यो क्या। अब कता तोडफोड छ अनि मान्छेलाई तनाव भइहाल्छ। अलिकति तपाईँहरू जस्तो मान्छे, यङ मान्छेहरूले पोजिटिभ मेसेज, थिङ्स हेभ चेन्ज। तपाईँहरूले योभन्दा वर्स हामी बच्चा बेलामा हुर्किँदाखेरि हेल्थ केयर भनेको अहिले मैले जति कम्प्लेन गरे पनि योभन्दा त अब 1000 गुणा पत्तुर थियो होइन। खाना लाउने मान्छे कतिलाई पाउँदैन थियो, आङमा चिसो महिनामा आङमा लुगा हुँदैन थियो, यति दुःख र गरिबी देखिन्थ्यो। हाम्रै टिचिङ हस्पिटलमा उपचार गर्न धेरै मान्छेले सक्दैन थियो, म टिचिङमै पढेको। अनि तपाईँको त्यस्तो अवस्था थियो भने अहिले त राम्रै छ नि त। पोजिटिभ कुराहरू अब होपलेस भयो, देश खत्तम भयो, जाने यो चाहिँ गर्नु भएन होइन, त्यसले स्ट्रेस बढाउँछ। अर्को चाहिँ अब टु मच एस्पिरेसन भयो भने सिम्पल प्लेजर्स अफ लाइफ लिन सक्नु पऱ्यो क्या होइन। कहिलेकाहीँ तपाईँ गीत सुन्दै बस चढ्दै जानुभयो भने त्यो पनि एउटा प्लेजर अफ लाइफ हो होइन। कुनै एउटा तपाईँले स्वयम्भूमा अथवा डाँडाको मुनि बसेर आनन्दले मुखमा हावा लिनु भने त्यो पनि प्लेजर्स। तपाईँलाई अक्वायर हुनुपर्छ र गाडी र बङ्गलो मात्र हुनुपर्छ अनि तपाईँलाई ह्याप्पिनेस हुन्छ भन्ने जुन न्यारेटिभ छ नि, द्याट हेज टु बी चेन्ज के। अनि बुवा आमाहरू पनि त्यही भुलभुलैमा पर अब छोराले केही गर्न सकेन, विदेश जाऊ
गर्दाखेरि चाहिँ अनि बाउआमा पनि लोन्ली, बाउआमालाई पनि स्याड। त्यसैले मैले त्यो स्याडनेसको लागि, स्ट्रेसको लागि चाहिँ साइकोलोजिस्टलाई भेट्ने, साइकियाट्रिस्टलाई भेट्ने त छँदैछ। एउटा सिम्पल टिप्स चाहिँ एक्सर्साइजले स्याडनेस कम गर्छ। त्यसैले मैले मेरै क्लिनिकमा पनि अब म थेरापिस्टमा पठाउनुको अलावा आफै पनि 2-4वटा एक्सर्साइज सिकाइदिन्छु। कतिजना बाहरूलाई चाहिँ एकदम मनमा स्याडनेस आएर धेरै कुरा खेल्यो भने अब धेरै नै बढी छ भने त साइकोलोजिस्ट कहाँ जानु पर्यो। अब सिम्पल कुरा खेलिरह्यो भने बरु बेडमा लाई डाउन गर्नुहोस्, बडीको डिफ्रेन्ट पार्टले बेडमा थिच्नुहोस्, कुर्कुचाले थिच्नुहोस्, नीले थिच्नुहोस्, आङहरू चलाउनुहोस्, 5 मिनट एक्सर्साइज स्न्याक्स लिनुहोस् न, माइन्ड त डाइभर्ट पनि भयो, स्ट्रेस पनि कम भयो। अनि ग्रुप एक्टिभिटिज गऱ्यो भने पनि स्ट्रेस कम हुन्छ होइन। अनि जे चिज पनि हाम्रो यो पोलिटिकलै कुरामा जोड्दा चाहिँ बोलेर समाधान गरौँ न। एकदम रिस राग गरेर त्यसले मैले गरेर भन्दा अलिकति हामी सबै आखिर उयो, हामी सबै मान्छेको एस्पिरेसन्सहरू एउटै हो। यङ मान्छेलाई अलिकति बढी बोझ हुन्छ बिकज दे हेभ टु टेक केयर अफ चिल्ड्रेन, बुढाबुढी, द्याट इज डिफ्रेन्ट। तर क्विक फिक्स त केहीमा पनि हुँदैन होइन। कहाँ कहाँ हुन्छ समाधान चाहिँ बोलेरै समाधान गरौँ सबै कुरामा, त्यसले पनि स्ट्रेस कम हुन्छ। धेरै नै स्ट्रेस गाह्रो भयो भने साइकियाट्रिस्टहरूको दबाई खाएर भए पनि स्ट्रेस कम गर्नु पऱ्यो। स्ट्रेस कम भएपछि मात्र यी भनेका कुराहरू माइन्डले प्रोसेस गर्छ कि, स्ट्रेस भइन्जेल त प्रोसेस गर्दैन। अनि अन टप अफ द्याट स्ट्रेसले पनि सुगर बढाउँछ कि। अनि स्ट्रेसले झनक्क रिस उठ्यो, श्रीमतीलाई झर्क्यो भने पनि सुगर बढ्छ। कहिलेकाहीँ हामीले श्रीमानज्यूलाई काम डाउन गर्नुहोस् भनेर भन्नुपर्छ कि, कहिलेकाहीँ कपाल थेरेपीमा पठाउनुपर्छ। अनि श्रीमतीज्यूहरूको सुगर राम्रो भएर आउँछ। सो त्यो देखिरहेको कुरा। हजुर अब चाहिँ अब शरीरभित्र यो हजुरले टाइप 1 र टाइप 2 डायबिटिजको बारेमा पनि भन्नुभयो होइन। यो त्यसपछि हामी के को बारेमा कुरा गरौँ भन्दाखेरि यो प्यानक्रियामा भित्र रहेको बिटा उहरू हुन्छ नि, बिटा सेलहरू, तिनीहरूको फङ्सन के हुन्छ र तिनीहरूको यो फ्याटसँग चाहिँ के रिलेसन भयो, फ्याटले घटाउँछ भन्नुभयो अघि, यो चाहिँ किन हुने रहेछ र? यस्तो छ, त्यो एउटा मात्रले भनेर हुँदैन। ह्युमन बडी इज भेरी कम्प्लेक्स होइन। अब हाम्रो यस्तो ब्रेन यस्तो छ, सबैतिर तपाईँलाई ग्लुकोज पुग्नुपर्छ। ग्लुकोज कहाँबाट आउँछ? खाएर आउँछ। ग्लुकोजै खाएको त होइन होइन। हामीले जुन अन्नरूपी खाना खान्छौँ त्यो टुक्रिएर ग्लुकोज बन्छ। त्यो ग्लुकोजलाई जीवकोशभित्र टक्क टक्क पठाउने काम चाहिँ इन्सुलिनले गर्छ। इन्सुलिन चाहिँ बिटा सेलबाट निस्किन्छ। तर एउटा मात्र छैन क्या, त्यहाँ बिटा सेल छ, अल्फा सेल छ, ग्लुकागन छ। तपाईँ मेडिकल स्टुडेन्ट भएर बुझ्नुहुन्छ। तर ले पर्सनको हिसाबले भन्नुपर्दा टाइप 1 डायबिटिजमा चाहिँ नितान्त बिटा सेलको डिस्ट्रक्सन भएर इन्सुलिन निस्किएन र ग्लुकोज भित्र पस्न पाएन, रगतमा घुमिरहँदाखेरि उसले विभिन्न अङ्गमा ड्यामेज गर्ने भयो भन्ने कुरा भयो भने टाइप 2मा यसलाई जोड्दा चाहिँ प्याङ्क्रियाजमै फ्याट डेपोजिसन हुँदा पनि उसले बिटा सेलको प्रोडक्सनलाई असर गर्छ क्या। अनि तपाईँले अर्को ग्लुकोज टक्सिसिटी भनेर सुन्नुभएको छ। भर्खर डायबिटिज छ, बेकन्ट्रोल सुगर छ भने तपाईँले इन्सुलिन नदिकन त्यसले इन्सुलिनै उत्पादन गर्न सक्दैन, ऊ पनि डल भएर बसिरहेको हुन्छ कि। अब भन्नुको तात्पर्य चाहिँ अब हाम्रो भगवान्ले बनाएको जिउलाई चाहिँ मिडल पाथ भन्छ नि, बुद्धले भने ठ्याक्क बिचमा ब्यालेन्स टक्क भयो भने तपाईँलाई केही हुँदैन। ब्यालेन्स बिग्रियो होइन, इन्सुलिनको कमी भयो अथवा इन्सुलिन भोदो भयो, इन्सुलिन राम्रोसँग काम गर्न सकेन, जताततै फ्याट छ, मसल्सहरू धेरै छैन, इन्सुलिन रेजिस्टेन्स भयो होइन, कलेजोमा बोसो जम्यो भने त्यो इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन क्या। अनि त्यो भएपछि तपाईँ चाहिँ एकदमै भिसियस सर्कलमा मेटाबोलिक डिरेन्जमेन्ट भन्छ, भित्री तपाईँको जुन शारीरिक क्रियाकलापहरूको गडबडी हुन्छ क्या। अनि त्यो गडबडीलाई ठाउँमा लिएर आउनलाई चाहिँ अनि प्रपर खाना, डायटिसियनको भिजिट, ब्यालेन्स डायट, रेजिस्टेन्स ट्रेनिङ, एक्सर्साइज, स्ट्रेस म्यानेजमेन्ट र अलिकति चाहिएको खण्डमा औषधि चाहिएको खण्डमा अनि सोझ्याउँदै बाटो सोझिँदै जान्छ। अनि इम्प्रुभमेन्ट हुन थालेपछि पेसेन्टहरू चाहिँ कतिजना चाहिँ अमेजिङली 8 वर्ष, 9 वर्ष, 10 वर्षमा पनि एउटा औषधि अथवा 0 औषधिमा नि कन्ट्रोल गरिरहनु भएको हुन्छ क्या। सो इट इज डुएबल, इट हेज बिन प्रुभन, बट यु हेभ टु डु इट, गर्नु पऱ्यो क्या। भनेका कुराहरू चाहिँ भित्रैबाट मनन गरेर कुरोको चुरो समाउनु भन्छ नि, च्याप्प कुरोको चुरो समाइदियो भने एकदम राम्रो रिजल्ट आउँछ। कुरै बुझेन भनेर गऱ्यो भने चाहिँ कम्प्लेक्सिटिजहरू आउँदै जान्छ। हजुर, भन्नाले अब डायबिटिजको हामीले रोकथाम गर्न सकिन्छ भनेर ढुक्क भएर बुझ्न सक्छ। त्यो एक्ज्याक्टली आफ्नो हातमा छ होइन। 5वटा मूल मन्त्र भन्छ नि, खानापाना, व्यायाम, स्ट्रेस म्यानेजमेन्ट, अनुगमन, चाहिएको खण्डमा दबाई, यो 5वटा चिजले मुठी कसेर अनि डायबिटिजलाई पेल्न सकिन्छ। हजुर, भनेपछि अब मान्छेले आफूलाई डायबिटिज हुन सक्छ भनेर थाहा पाउनलाई अथवा उनीहरू त्यसको रिस्कमा छन्
त्यो हुनसक्छ भनेर उनीहरूले थाहा पाउनु पर्ने चाहिँ उनीहरूको के यता ह्याबिटहरू। सुन्नुहोस्, अब यो चाहिँ तपाईँको स्ट्यान्डर्ड अफ डायबिटिज केयर भनेर हजुर अमेरिकन डायबिटिज एसोसिएसन निकालेको त्यो कार्डैमा छ 5-6वटा रिस्क फ्याक्टर छ। यदि तपाईँ ब्लड प्रेसरको औषधि खानुहुन्छ भने, फिमेलमा भन्दा मेलमा बढी, अनि एज तपाईँको अलिक बढी छ भने बढी हुन्छ, तपाईँलाई जेस्टेसनल डायबिटिज थियो भने, अनि हाइट अनुसारको वेट बढी, यो गरेर पोइन्टहरू निकालेर पनि उसले दिएको छ। तर मोटामोटी रूपमा हामी जस्तो मुलुक जो डायबिटिज क्यापिटलहरू छन् दुईवटा, इन्डिया र चाइना। इन्डियामा अराउन्ड 11%, चाइनामा अराउन्ड 10.5%। ह्युज पपुलेसन अफ पिपल हेभ डायबिटिज। हाम्रो जेनेटिक मेकअप त यही दुईवटा देशसँग मिल्छ भनेपछि त हामीले चाहिँ यदि फ्यामिली हिस्ट्री छ भने गरिहाल्नुहोस् होइन। फ्यामिली हिस्ट्री छैन भने एटलिस्ट 30 क्रस गरेपछि वान्स अ इयर सुगर चेक गराउनुहोस् भनेर भन्छौँ। अनि स्क्रिनिङहरू गर्ने, आइडेन्टिफाई गर्ने त्यो क्याम्पेनहरू विभिन्न मुलुकमा हुन्छ। तर हाम्रो देशमा स्क्रिनिङको प्रब्लम चाहिँ के छ भने स्क्रिनिङ गरेर ल्याएपछि प्रपर कम्प्रिहेन्सिभ केयर गरिदिने ठाउँ पनि त हुनु पऱ्यो। आइडेन्टिफाई गर्ने अनि अलपत्र छोड्न त भएन। केही न केही चाहिँ केयर छ। प्राइमेरी केयरबाट पेन प्याकेज भन्ने सरकारी उसमा केही ड्रग्सहरू फ्रीमा पनि पाइन्छन्। त्यो हिसाबले चाहिँ अब त्यसलाई कसरी स्ट्रिमलाइन गर्ने, अब जनताहरूबाट, वार्डबाट, तपाईँहरूबाट, जर्नलिस्टबाट त्यो डिमान्ड आएपछि अनि देन विल डु द्याट के होइन भने यहाँ भेन्टिलेटर पुगेन, यहाँ भएन, उफ्रिएर हामी एकदमै फाइनल स्टेजको मात्र फिक्स गर्न खोज्छौँ कि, अनि जगैबाट डह्रो भए पो अनि हामी प्रब्लम हुँदैन। त्यसैले यो चाहिँ जनताहरूमा पनि अवेरनेस आउँदै गएपछि देन वी क्यान मेक इट बेटर कि। हजुर। अनि यसपछि हामी अर्को प्री डायबिटिज भनेर हल्का डिस्कस गरौँ। किन भन्दाखेरि हामी अब नेपालमा अब जस्तै ब्लड टेस्ट गराएर ल्यायो, सुगर यति छ, मेरो त बर्डरमै छ, छोई पुगेको छैन, डायबिटिज पुगेको छैन, हो त्यो मान्छेले त्यसको बारेमा के जान्नुपर्ने छ र प्री डायबिटिज भन्ने एउटा टर्म जुन युज त्यो चाहिँ अस्तिको हाम्रो जुन त्यो नमुना एट अल भनेर मैले कोट गरेँ नि त्यो स्टडी, त्यो जुन WHO को क्वेसनहेयरबाट गरेकोमा चाहिँ 8.5% डायबिटिज भने जस्तै त्यसमा चाहिँ 9.2%मा प्री डायबिटिज देखिएको थियो। प्री डायबिटिज भनेको डायबिटिजको पूर्व अवस्था होइन। यसमा चाहिँ सुगर फास्टिङमा चाहिँ 100देखि 126, खाना पछाडिकोमा चाहिँ 200भन्दा माथिलाई डायबिटिज भनिन्छ भने 140देखि 200सम्म। अनि त्यहाँबाट 3 महिने आँकडाको कुरा गर्नुहुन्छ भने 5.7देखि 6.5। योमा पनि होइन रेटिनोपैथी, न्युरोपैथी देखिएको छ क्या, नसालाई असर गर्ने, आँखालाई असर गर्ने देखिएको छ। अब यो भनेको त खतराको घन्टी बज्यो भन्ने बुझ्यो। यसमा अघि भने जस्तै रेमिसन डायट, एकदम क्यालोरी रिस्ट्रिक्टेड डायटमा गएर एक्सर्साइज गरेर भित्री बोसो 3-4 किलो मात्रै हाम्रो नेपालीज कन्टेक्स्टमा घटायौँ भने हामी फेरि सेफ जोनमा बस्न सक्छौँ नि त। तर हाम्रो नेपाली कल्चरको त्यो नलेज बेसले गर्दाखेरि चाहिँ अलिक प्रब्लम भएपछि मात्र हाउबुजी हुने, अहिले चाहिँ ठिकै छ अरे भनेर आफूलाई सान्त्वना दिने चलन छ। त्यो भनेको एउटा गोल्डन अपर्च्युनिटी हो कि त्यसलाई झ्यापझुपै कन्ट्रोल पारौँ अनि अलि अगाडि बढ्न नदिउँ। अनि डायबिटिजै नआयो भने त अनि फेरि अरू रोगबाट पैसा अनि तनाव, मानसिक शारीरिक पीडाहरू त जोगियो नि त। अनि त्यो गर्नु पऱ्यो। यसपछि अब नेपाली ट्रेडिसनल आहारहरू छ नि, जस्तै अब अहिले त सेतो चामल खाने भयो, पहिला फापर हुन्थ्यो अनि जोको ऊ हुन्थ्यो, त्यस्तो अहिले रिभाइभल हुँदैछ। तर हामीले चाहिँ के भन्छौँ भने अनाज रूपी खाना चाहिँ विभिन्न प्रकारका हुन्छन्। सेतो भात मात्रै होइन, यो चाहिँ हाम्रो राणाजीहरूकोबाट कपी गरेर भएको हाम्रो ढिँडो सिरो सबै हुन्थ्यो। तर हामीले ढिँडोमा मात्र फोकस गरे होइन, टु मच हाई कार्ब डायट पनि फ्याट बनेर लिभरमै बस्छ। सो म्याक्रोन्युट्रिएन्ट भनेको फ्याट, प्रोटिन, कार्बोहाइड्रेटको प्रपोर्सन चाहिँ मिल्नु पऱ्यो होइन। हाम्रो टोटल क्यालोरीबाट 45 to 50% चाहिँ कार्बबाट लिँदाखेरि त्यो चयन गर्दा तपाईँले ढिँडो गर्न सक्नुहुन्छ, फापर गर्न सक्नुहुन्छ, मकै गर्न सक्नुहुन्छ, तर मात्रा उही मिल्नु पऱ्यो क्या। अनि त्यसमा आलु पनि हुनसक्छ, भात पनि हुनसक्छ होइन। ब्राउन राइस अलिकति बेटर होला, तर क्यालोरी र ग्लाइसेमिक इन्डेक्स सेतो भातसँग उस्तै हुन्छ। ब्राउन राइसमा अलिकति भिटामिनहरू पाइन्छ। तर यो एउटा खानाको पार्ट एउटा थकाली भोजनालयमा जस्तो फिक्स डोज भयो भने हाम्रो वरिपरि चाहिँ गेडागुडी, दाल होइन, प्लान्ट बेस्ड प्रोटिन भन्छ नि त होइन, एनिमल बेस्ड प्रोटिन जस्तो जुन बँदेल, राँगा, यस्तो खसी, यस्तो लार्ज स्केलमा फार्मिङ गर्ने विदेशी मुलुकमा त प्लानेटलाई पनि हाम्रो विश्वलाई पनि हानि गरिरहेछ, स्वास्थ्यलाई पनि हानि गरिरहेछ। त्यसैले हामीले सकेसम्म चाहिँ प्लान्ट बेस्ड प्रोटिन अनि अन्डा, टोफु, मसरुम, भटमासको मस्यौरा, अनि माछा मासु खानेले चाहिँ चिकन, फिस खान सक्नुहुन्छ। हत्केलामा अटाउने जति भन्छ होइन, मुठीमा जति अन्न, हत्केलामा अटाउने जति प्रोटिन, अनि सागसब्जी धेरै
होइन सागसब्जीको त हाम्रो धनी देश छ, त्यसमा विषादी रहित सकेसम्म हाम्रो फार्मर्सको मैले यही भनिरहेको छु हेल्थलाई पनि सोइलसित लिङ्क गर्नु पऱ्यो क्या। अनि फार्मर्सहरूलाई पनि अलिकति उहाँहरूलाई पनि भ्यालु दिनु पऱ्यो। अनि त्यो गरेर चाहिँ हामीले त्यसरी गऱ्यौँ भने चाहिँ हाम्रै नेपालकै ट्रेडिसनल सिड्सहरू नाश हुँदैन नि। जस्तो तपाईँले अमेरिकातिर मोन्सान्तो भन्ने सुन्नुभएको छ, यो बिल गेट्ससित पनि एसोसिएटेड छ। अनि मोन्सान्तो भन्ने जेनेटिकली मोडिफाइड निकालिदियो, अनि त्यसको किरा फट्याङ्ग्राले त्यसलाई मार्छ, अनि त्यो किरा फट्याङ्ग्राको फेरि विषादी पनि उसैले बेच्यो गर्दा मोनोपोलीको लागि गरेछ, हामीलाई हानि गरेछ होइन। हाम्रो देशबाट चाहिँ मोन्सान्टोको विरोध हुनुपर्छ आइहाल्यो भने पनि। सो यो चिजहरूमा चौतर्फी अघि भने जस्तै कम्प्रिहेन्सिभ सबैतिर लिङ्क्ड हुन्छ। आफूले याद गरेर समाज पनि अलिकति अवेर भएर त्यस्तो चिजहरूलाई आउन दिनु हुँदैन। र हाम्रो ट्रेडिसनल सिड्सहरूलाई चाहिँ जोगाएर राख्नुपर्छ कि गाउँघरतिर भएको त्यसलाई नाश हुन दिनु हुँदैन कि। सिड ब्याङ्कहरू कतिजनाले गरि पनि राखेका छन्, तर अलिक गभर्मेन्ट स्तरमै पनि अलि एक्सटेन्सिभली गयो भने हाम्रो फार्मर्सहरू पनि खुसी हुन्छन्। हाम्रो फार्मर्सहरू विरक्तिएर विदेश जानु पर्दैन र हाम्रो जनताले पनि हेल्दी खाना पाइन्छ। त्यस कारण एग्रिकल्चरलाई र हेल्थलाई जोड दिनुपर्छ कि। अनि त्यसमा टुरिज्म पनि जोड दिनुभयो भने तपाईँले इन्भाइरोमेन्टलाई पनि प्रोटेक्सन गर्नु सक्नुहुन्छ, इन्कम पनि हुन्छ। सो यो कुराहरूलाई जोडेर लैजानुपर्छ बिग पिक्चरमा प्राइमोरियल प्रिभेन्सनको लागि। तर प्राइमेरी प्रिभेन्सनको लागि चाहिँ हाम्रो हेल्थ केयरहरू अलिकति गियर्ड हुनु पऱ्यो क्या, अलिक डिफ्रेन्ट प्याराडाइम सिफ्ट गर्नु पऱ्यो। बिरामी आएको छ, उपचार गरिरहेको छ, पठाएको छ मात्र भन्ने। हजुर अहिले भर्खर हामीले अब कार्बोहाइड्रेटको बारेमा कुरा गऱ्यौँ है। कार्बोहाइड्रेट अब कम्पेरिटिभली धेरै नै पनि छ खाइने। मैले चाहिँ आफैले पनि नोटिस गरेको आफ्नो घर परिवारतिर तथा अरू साथीभाइहरूकोमा, अथवा क्यान्टिनकै कुरा गरौँ, कलेजकै क्यान्टिनतिर भनौँ, हाम्रो प्रोटिन जुन खान्छौँ त्यसको क्वान्टिटी चाहिँ कम्ती नै हुन्छ कि। खाना चाहिँ खाइन्छ, अब तर एउटा अन्डा खायो अनि बिहान बेलुका दाल भात तरकारी खायो भने त्यतिले त प्रोटिन क्वान्टिटी चाहिँ नपुग्ने हो कि भन्ने जस्तो कुरा थियो नेपालको कन्टेक्स्टमा। हो नि, त्यही भएर मैले त्यही भनेको यङ मान्छेहरूलाई सपोर्ट चाहिन्छ भन्छु क्या। हाम्रो चाहिँ ओल्ड एजलाई पनि भत्ता आदि इत्यादि भन्छ। ओल्ड एज पनि सकिनेलाई त छोराछोरीले नै गर्नु पऱ्यो, छोराछोरीको रेस्पोन्सिबिलिटी हो। नसक्ने ओल्ड एजलाई सरकारले गर्नु पऱ्यो। तर यङ मान्छे चाहिँ आत्तिनु पर्ने, जुन बेयर मिनिममलाई स्ट्रगल गरेर विदेश जानुपर्ने, त्यो चाहिँ स्याड स्टोरी हो क्या। जब कि पपुलेसनै घट्दैछ होइन, फर्टिलिटी कम छ। अब यङलाई बचाउनु पऱ्यो। अब त्यो गभर्मेन्टमा पनि अब यस्तै ताल थियो अहिलेसम्म त। अब होपफुली हामी पनि जागरुक भएर त्यस्तो मान्छे इलेक्ट गर्छौँ कि अब आउँदा दिनमा पोजिटिभ भएर कि जसले हाम्रो इन्ट्रेस्ट, हाम्रो यङ मान्छे जेनजीको इन्ट्रेस्ट होइन फुलफिल गर्ने। किनभने त्यो हो हाम्रो कर्णाधार, त्यो हो हाम्रो पपुलेसन जो स्ट्रगल गरिरहेको छ कि। त्यो चिजलाई चाहिँ अब अलिकति नसक्ने मान्छेहरूलाई चाहिँ फुडमा पनि राहत चाहिन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। अब त्यो कसरी कोअर्डिनेसन गर्ने, अब हाम्रो गरिब मुलुक भएर कहिलेकाहीँ धनी मान्छेले त्यसलाई मिसयुज गरिदिन्छन् मूर्ख भएर होइन। तर जेन्युनली नसक्ने मान्छेलाई चाहिँ पुस गर्नु पऱ्यो, सक्ने मान्छेलाई एजुकेसन दिनु पऱ्यो, त्यो खालको किसिमको चाहिँ गर्नु पऱ्यो कि। अनि कहिलेकाहीँ चाहिँ मेरो सक्ने मान्छेहरूले नै अब क्यान्टिनमा ड्राइभरहरू हुनुहुन्छ, अनि मैले भन्छु साउजीलाई आधा प्लेट दिनुहोस्, बरु एउटा दुईवटा अन्डा एक्स्ट्रा अर्डर गरेर खाइदिनुहोस्, तपाईँलाई बचतै हुन्छ। किनभने हेल्दी खाना खानु भने धेरै औषधि किन्नु परेन, रोग धेरै लागेन भने तपाईँको पैसा बचत भयो। त्यसैले सक्ने मान्छेले आफैले खाना ट्विक गर्नु पऱ्यो, नसक्ने मान्छेलाई चाहिँ अब गभर्मेन्टबाट पनि केही राहत हुनु पऱ्यो जस्तो लाग्छ मलाई चाहिँ। हजुर अब धेरै नै यो उहरूको बारेमा पनि कुरा भयो, रुल्सहरूको अहिले अब चेन्ज ल्याउन सक्ने कुराहरूको बारेमा। अब तपाईँको अनुसार चाहिँ अहिले तत्कालै गभर्मेन्टले, नेपाल गभर्मेन्टले के चेन्जहरू ल्याउन सक्छ जसले चाहिँ यो मधुमेहको अब रेटहरू घटाउन सक्ने अथवा प्रिभेन्सन गर्न सक्ने के ल्याउन सक्छ? तत्कालै उसले गरेको एउटा चाहिँ पेन प्याकेज हो WHO को थ्रुबाट होइन। तर त्यसमा चाहिँ एउटा मान्छेले चाहिँ 100जना पेसेन्ट हेर्ने त्यो किसिमको तत्कालै चाहिँ डक्टरको पेसेन्ट रेसियो चाहिँ निर्धारित गर्नु पऱ्यो सरकारीमा पनि कि एउटै मान्छेले सबै पेसेन्ट हेर्न सम्भव छैन। तत्कालिक डायटिसियनहरूको दरबन्दी खोलिदिएर हरेक ठाउँमा चाहिँ डायटिसियनहरू हुनु पर्यो जस्तो लाग्छ मलाई। अनि एउटा मात्र भए पनि एउटा कम्प्रिहेन्सिभ डायबिटिज केयरको मोडलवाला सरकारीमा चाहिँ हुनु पर्यो। प्राइभेटमा अलिकति होला तर सरकारीमा चाहिँ छैन होइन। अनि हाम्रो एन्डोक्रिन डक्टर्सहरूलाई पनि दरबन्दीमा लिएर ठाउँ ठाउँमा पठाएर उनीहरूको लिडरसिपमा अथवा फिजिसियनकै लिडरसिपमा पनि त्यो डायटिसियन एक्सर्साइज थेरापिस्टहरूको कम्प्रिहेन्सिभ केयर मोडल गरेर अनि अलिकति हाम्रो रिफरल सिस्टमलाई स्ट्रिमलाइन गर्नु पऱ्यो कि। अब खुट्टा काट्न पर्ने एकदम खुट्टै घाउ पाकेर पनि त्यही टिचिङमा थुप्रिने, अलिकति सुगर बढेर पनि त्यही टिचिङकोमा थुप्रिने होइन। अनि त्यही इमर्जेन्सीमा अथवा भिडभाड हुने त्यसलाई कसरी स्ट्रिमलाइन गर्न सकिन्छ। अब यो म्यानेजमेन्ट एक्सपर्टहरू नै लिएर त्यसलाई स्ट्रिमलाइन गर्ने
आइडियाजहरू चाहिँ निकाल्नु पर्यो होइन र अर्को चाहिँ तपाईँको इन्सुलिन फ्री हुनु पर्यो नसक्ने मान्छेलाई होइन अनि त्यो चिजहरू चाहिँ तात्कालिक गर्न सकिने चिजहरू जस्तो लाग्छ मलाई अनि अर्को चाहिँ खालि भर्टिकल हेल्थ केयर मात्र नगरौँ हाम्रो प्यारलल पनि छ ल प्राइभेट मेडिकल कलेजहरूको केही बदनामी छ त्यो ओके फाइन तर त्यसलाई कसरी चाहिँ रेगुलेट गर्न सकिन्छ र तिनीहरूले पनि सर्भिस दिएकोलाई रेकग्नाइज गरेर तिनीहरूलाई पनि युज गर्न सकिन्छ भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ भएकोलाई चाहिँ युज गर्नुपर्छ डक्टर्सहरू त्यत्तिकै बसेर यो खत्तम यो राम्रो यो हामी एकदम अल अर नन हुन्छ नि यो के राम्रो यो के खराब भन्दा जे छ त्यसलाई चाहिँ अझ स्ट्रङ बनाउन सक्ने त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ पोलिसीलाई हजुर यो एकदम राम्रो लाग्यो मलाई त अहिले तत्कालै चेन्ज गर्न सक्ने कुराहरूमा सँगसँगै अब लङ टर्ममा चाहिँ एकदम लामो समय हेर्दाखेरि अब गत 30 वर्ष 50 वर्ष हेर्दाखेरि चाहिँ एउटा त हजुरले कम्प्रिहेन्सिभ केयर मोडल भन्नुभयो त्यो एकदमै चाहिने नै कुरा जस्तो पनि लाग्यो सुन्दाखेरि पनि बाहिर भइरहेको पनि अरू चाहिँ के नयाँ चेन्ज अरू प्राइमोडियलमा चाहिँ एकदमै धेरै हाम्रो फार्मर्सहरू निरुत्साहित छन् फार्मर्सहरूको एक्सलेन्ट पोलिसी हुनु पऱ्यो क्या भने मतलब त्यो अनुदान दिने पनि बिग फार्मर्सहरूलाई त्यो खालि रमाइलोको लागि मात्र कुनै एउटा बिग ग्रिन हाउस खडा गरेर होइन कि स्मल फार्मर्सलाई कोअपरेटिभहरूलाई जुन फार्मर्सबाट सहकारी भनेको बदनाम छ तर फार्मर्सहरूकै सहकारी त स्ट्रङ छ नि त सो कसरी हुन्छ हामीले फार्मर्सलाई एम्पावर गर्नु पऱ्यो कि अनि त्यही अर्गनाइजेसनबाट घुसेर हेल्थ पनि तिनीहरूलाई घुसाउनु पऱ्यो त्यसमा सकेसम्म अर्ग्यानिक फार्मिङ प्रमोट गर्नु पऱ्यो किनभने हाम्रो रुट त फार्मर्सहरू नै हो कि र हाम्रो फार्मर्सको मोरल बुस्ट गर्ने पोलिसीहरू अनि उनीहरूलाई होमस्टेसँग लिङ्क गर्नु पऱ्यो हाम्रो ट्रेल्सहरू खोलिदिनु पऱ्यो हाम्रो विदेशी उनीहरूले पैसा पनि कमाउँछन् हेल्दी ह्याप्पी लाइफ पनि गर्न सक्छन् होइन सो त्यसैले हेल्थको लागि चाहिँ हाम्रो स्ट्रेन्थ छ नि जुन हाम्रो हरियो वन भन्छ त्यो पनि जोगाएर हाम्रो फार्मिङलाई पनि जोगाएर विषादी रहित फार्मिङ गरेर अनि उनीहरूको मार्केट एक्सेस चाहिँ अलिकति बेटर गरिदिने अनि मान्छेहरूले पनि खोजिकन आफ्नै नजिकको फार्मर्सको खाइदिने होइन गऱ्यौँ भने अनि एक्टिभिटी जुन कम्युनिटी एक्टिभिटिजहरूमा अहिले राम्रो छ पहिला म अमेरिकाबाट 20 वर्ष अगाडि आउँदा साइड वक पनि थिएन अहिले साइड वक छ होइन ठाउँमा पार्कहरू बनाएको छ पालिकाले होइन अब इभन त्यो काठमाडौँ नगरपालिकाले 30-40 जनाको फिजिकल थेरापिस्टलाई पनि लिएको थियो सो लिटल थिङ्स आर ह्यापनिङ विच आर गुड त्यो गुडलाई चाहिँ हामीले जोगाउनु पऱ्यो अनि अझ राम्रो गर्दै गयो भने चेन्जहरू आउँछ ओके सो फाइनली चाहिँ लास्ट एउटा क्वेसन सोध्छु अब यो वर्ल्ड डायबिटिज डे जुन छ यो वर्षको यसमा हजुरले अब पब्लिकलाई जनतालाई के एउटा एकदम सर्टमा टेक होम मेसेज एकदम यो सुनेपछि ल यति चाहिँ सुन्नै पर्यो है भनेर के भन्न चाहनुहुन्छ एउटा त्योभन्दा पहिला त भोलि हाम्रो वकथन छ तपाईँहरू भाइहरू आउनुहोस् त्यहाँ 7 बजे भन्छौँ होइन अर्को चाहिँ यसपालिको नारा चाहिँ डायबिटिज एन्ड वेल बिइङ भनेको डायबिटिज यस्तो उस्तो भनेर नकारात्मक होइन कि सकारात्मक सोचेर वेल बिइङ भनेको चाहिँ स्वस्थ हँसी खुसी स्वस्थ लेभलमा बस्नको लागि त्यही खानापाना व्यायाम अनुगमन गरेर हँसी खुसी गरेर अनि वर्क प्लेस एन्ड डायबिटिज भन्ने पनि छ अनि वर्क प्लेसमा डायबिटिजलाई स्टिग्माटाइज नगरिकन सबैलाई एम्पेथेटिकली इन्भल्भ गरेर हँसी खुसी बाँचौँ हामी डायबिटिज हुने पनि नहुने पनि मिलिजुलिकन गरौँ भनेर त्यही सल्लाह दिन चाहन्छु थ्याङ्क यू म्याम नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीबाट यो हाम्रो फर्स्ट पोडकास्ट /इन्टरभ्यू भनौँ त्यो गर्न चाहिरहेको थियौँ अनि धेरै थ्याङ्क यू भन्न चाहन्छु